गाइज वेलकम टु माई युट्युब च्यानल सुजन अधिकारी रफ्तार सुजन के अधिकारीमा सब्सक्राइब गरिदिनु होला। र आज हाम्रो जापानमा चाहिँ जाडो चाहिँ लास्टै बढिरहेछ, हिउँ नि परिरहेको थियो। हिउँ चाहिँ अहिले चाहिँ छैन, अघि नै हिउँ परिरहेको थियो। आज अब बिहान आएको कामबाट, अनि कामबाट आउँदाखेरि चाहिँ मैले गुड न्युज के देखियो भन्दाखेरि हाम्रो बालेन शाह र हाम्रो रवि लामिछाने चाहिँ एकजुट भएर सहमति भएर चाहिँ अब चाहिँ हाम्रो प्रधानमन्त्री चेन्ज हुने देखिरहेछ सबै। गाइज मैले चाहिँ के भनिरहेको छु भन्दाखेरि हाम्रो यो बालेन शाहलाई चाहिँ प्रधानमन्त्री बनाएपछि चाहिँ हाम्रो देश बन्छ जस्तो लाग्छ। हाम्रो यो के अरे यो केपी ओली अनि यो प्रचण्ड यिनीहरूलाई चाहिँ दिँदाखेरि केही हुन्न, प्रगति हुन्न। अब हाम्रो बालेन शाह रविलाई चाहिँ अब युवालाई चाहिँ दिएपछि हाम्रो देश चाहिँ के हुन्छ कि हामी जस्तो युवाहरूलाई चाहिँ विदेश चाहिँ आउनु नपरोस् क्या, हाम्रो नेपालमै रोजगारी मिलोस् होइन। त्यही हो, अब गुड न्युज आएछ, सबैले चाहिँ जिताओस् भन्ने हो। अब अस्ति यत्रो मान्छे मरे, त्यो मान्छे मर्दाखेरि चाहिँ अब फेरि पनि मान्छे त्यत्रो मान्छे मर्दाखेरि पनि फेरि पनि अब त्यस्तो मान्छेहरूलाई भोट हाल्छन् भने चाहिँ अब नेपाली जस्तो चुतिया कोही नि होइन। अब त्यही हो, हाम्रो नेतालाई चाहिँ चुनेर चाहिँ हाम्रो देश बन्नुपर्छ। हाम्रो यस्तो जापानमा चाहिँ यो यस्तो हाम्रो यो जापान, अस्ट्रेलिया, युएसए छ नि, हाम्रो यो आउट अफ कन्ट्रीमा चाहिँ आउनु नपरोस्। हामी जस्तो युवा हामी पनि नेपालमा गएर केही गर्न सकिन्थ्यो। अब हाम्रो नेता नै त्यस्तै छ, त्यही भएर चाहिँ हाम्रो देशमा चाहिँ रोजगारी चाहिँ पाउनको लागि भए पनि राम्रो नेताहरूलाई चाहिँ हामीलाई भोट दिनुपर्छ। हेर्नुहोस् गाइसहरू, अब यो हाम्रो यो जापानको गाउँमा छौँ हामीहरू। अब यस्तो गाउँहरू चाहिँ यस्तै हुन्छ। अब काम त मिल्छ होला, बिस्तारै मिल्छ होला। गाइज हाम्रो चाहिँ यो टोकुयामामा अब हाम्रो अप्रिल इन्टेकमा चाहिँ अब सिओई आउन बाँकी धेरै छैन, अब 2-3 महिना जति छ। हाम्रो यो टोकुयामा आउने भाइ बहिनी दाइहरूलाई म के भन्न गइरहेको छु भन्दाखेरि यो टोकुयामामा आउँदाखेरि 1 वर्षको चाहिँ होस्टेल फी, 1 वर्षको कलेज फी हालेर आउनु होला। त्यसपछि गएर अनि काम चाहिँ अब बिस्तारै मिल्छ। अब आफ्नो ल्याङ्ग्वेज अनुसार हो, ल्याङ्ग्वेज चाहिँ बनाएर एकदम कडा ल्याङ्ग्वेज बनाएर आउनु होला। र अहिले जाडो यो टोकुयामामा होइन, यो जापानमा जुनसुकै ठाउँमा जाडो चाहिँ हुन्छ, 3-4 महिना जति जाडो हुन्छ। तातो कपडाहरू चाहिँ ल्याएर आउनु होला, अनि आफूलाई चाहिने हाम्रो पर्सनल सामानहरू चाहिँ ल्याएर आउनु होला राम्रोसँग। अनि म तपाईँहरूलाई के भन्न गइरहेको छु भन्दाखेरि अनि हाम्रो यो तपाईँ आउनेसम्म चाहिँ हाम्रो यो गर्मी नै सुरु भइहाल्छ। र हाम्रो चाहिँ के भन्न गइरहेको छु भन्दाखेरि हाम्रो यो कन्सल्टेन्सी छ नि, कन्सल्टेन्सीहरूले चाहिँ के भन्छ भन्दाखेरि उताखेरि चाहिँ 4 लाख 3 लाख रुपियाँ चाहिँ कमाइ हुन्छ, त्यो भन्छ नि। त्यो चाहिँ केही नै हुन्न, वास्तविकमा जापान सोचे जस्तो छँदै छैन। अब जापानमा चाहिँ अब आफ्नो कोही छ भने उसले चाहिँ काम छिटो पाउने हो। र तपाईँहरूलाई चाहिँ म एउटा के सुझाव दिइरहेको छु भन्दाखेरि तपाईँहरूको सिओ आइसकेपछि नेपालबाट नै काम चाहिँ फिक्स गरेर चाहिँ आउनु होला, नभए चाहिँ दुःख धेरै पाइन्छ। अहिले नेपालीहरू बढिरहेछन्, जापान भन्ने कन्ट्रीमा चाहिँ अब नेपालीहरू भएभरको धेरै छन्। काम नपाएर कोही मान्छे मरिरहेछन्, कसैले केही गरिरहेछन्, सुसाइडहरू भइरह नि, त्यो चाहिँ हुने गर्छ। र तपाईँहरूलाई चाहिँ म के भन्न गइरहेको छु भन्दाखेरि अब तपाईँको सिओई आयो, आफ्नो डकुमेन्टेसन चाहिँ अगाडि बढाउनुहोस्। अब सिओई आएर भिजा आइसकेपछि नेपाल हुँदाखेरि नै तपाईँ काम चाहिँ फिक्स हुँदै नेपालबाटै गरेर आउनुहोस्, नभए चाहिँ दुःख पाइन्छ।